नमस्ते सबैजनाहरूमा म चाहिँ तपाईँहरूलाई आज एउटा सानो एउटा जानकारीमूलक कुराहरूबाट भन्नु पर्यो भनेर एउटा सानो भिडियो बनाउँदैछु। अहिलेको यो 21औं शताब्दीको जमानामा अब आफ्नो बच्चाहरू चाहिँ सानैदेखि अथवा बोलेनन् अथवा कान सुनेनन् भनेर चाहिँ अथवा पहिला सुन्थे अब 2-4 महिनापछि यसो सुनेनन् बोलेनन् भनेर चाहिँ आत्तिनु पर्ने रहेछ। अहिले चाहिँ नयाँ प्रविधि र नयाँ टेक्नोलोजी अनुसार धेरै मेसिनहरू आइसकेका रहेछन्। म चाहिँ मेरो बच्चाको पनि त्यस्तै सुरुमा चाहिँ अलिअलि बोल्ने अलिअलि सुन्ने तर पछि सुन्न छोडेपछि नबोल्ने भएको कारणले चाहिँ म चाहिँ काठमाडौँ टिचिङ हस्पिटलमा उपचार गर्न ल्याएको थिएँ। त्यहाँ चाहिँ एउटा यस्तो प्रविधिहरू रहेछ, म त्यसको बारेमा हजुरलाई बताउँछु। यो उसको एउटा मेसिन राखिसकेपछिको उसको एउटा एक्सरे हो। यो हजुरले देख्नुभएको चाहिँ उसको टाउकोमा राखेको मेसिन हो। यसलाई कोक्लियर इम्प्लान्ट हेयरिङ मेसिन भन्दो रहेछन्। त्यो राखेपछि चाहिँ उनीहरूको चाहिँ यो भित्रको त्यो जुन सुन्ने नसासम्ममा चाहिँ त्यो सानो यो उनीहरूको यो एउटा मेसिनको एउटा सानो तार जस्तो लगेर सुन्ने मद्दत पुग्ने एउटा प्रविधि लगेर राखिँदो रहेछ। त्यो राखेपछि उनीहरूले बाहिरको कुराहरू सुन्ने हुँदो रहेछ। त्यसैले अब अहिले चाहिँ अब कोही गाउँघरमा अथवा आफ्नो छरछिमेकमा सानैदेखि चाहिँ अब कोही बोलेन भने चाहिँ अब आत्तिनु पर्ने रहेछ। तर खर्चिलो चाहिँ अलिकति खर्चिलै हुने रहेछ। अब खर्चको हिसाबले हेर्दा अलिक महँगै पर्ने रहेछ, तर अब आत्तिनु पर्ने रहेछ। त्यही आफ्नो गाउँघरमा कतै सानो बच्ची बोलेनन् कान सुनेनन् भने चाहिँ बेलैमा हस्पिटल लानु होला। त्यो चाहिँ जति सानैमा गर्यो त्यति राम्रो हुने रहेछ। सानैमा गर्यो भने उसले सानैदेखि बोल्न सिक्दो रहेछ, ठुलो भएपछि उसलाई बोल्न गाह्रो हुँदो रहेछ। हस्, धन्यवाद।